Hi everyone, so finally म चाहिँ निस्किसकेको छु एन्ड यू क्यान सी मेरो यहाँ चाहिँ ट्रेकिङ ब्याग भइहाल्यो अनि यो चाहिँ मेरो यो के भन्यो यो पकेटवाला ब्याग भइहाल्यो सो लिटरली आई एम वेटिङ फर माई पठाउ होइन अनि अब एकछिनमा अराइभ हुन्छ होला सो आई अलरेडी बुक्ड माई बस होइन अनि काठमाडौँ टु पोखरा फाइनली आइपुगेँ बट मैले इन ड्राइभ गरिराखेको छु सो स्टिल आइ एम वेटिङ फर द इन ड्राइभ है त ready to swim here so यो चाहिँ हाम्रो होटलको you can see the weather अनि यहाँ चाहिँ छ लेक साइड सो म चाहिँ अहिले यहाँ हल्का नुहाइरहेको छु So this is my OTT for today अनि हेर्दै हुन्छ वेदर So this is our room यस्तो म्यासिभ भइरहेको छ है So yes this is my Surya दिदी say hi दाइ हुन्छ अघि हालेको दाइ सीधा दाइ के भन्न चाहन्छ ब्लगमा विकेश दाइ हो र ल ठिक छ तपाईँ के भन्नु पानी परेर सबै काम बिग्रिहाल्यो अब हामी जाँदैछौँ कता Yes guys this is our team So guys this is the weather right now होइन एकदमै हेभी पानी परेर चाहिँ सो अघि चाहिँ हामी बाहिर निस्किन पाएन नाउ वी आर गोइङ टु लेक साइड अनि भयो भने चाहिँ हामी स्ट्रिट फुडहरू पनि ट्राई गर्नेछौँ यताको सो इट्स अराउन्ड 2 to 3 years भइसक्यो म चाहिँ कति बजी अलिअलि एटिएममा काम छ फर द्याट वी आर गोइङ टु है यहाँ एटिएम आइसकेको छ माछा पुच्छ्रे अब अलिअलि हामीलाई चाहिँ क्यास चाहिन्छ किनभने हामी बाहिर जाँदैछौँ दिदी आज रमाइलो गर्ने हो नि त लाग्यो रिङटा यहाँ चाहिँ हामी 3 जना हुन्छ प्लस 2 जना हामी यतासम्म है कुमारी चाहिँ बर्बाद भएछ गाइस एउटा कुरा कुमारी ब्याङ्क त्यहाँ छ है भर्खर हामीले माछा पुच्छ्रेबाट पैसा निकाल्यौँ क्या मेरो 15 रुपियाँ कति रुपियाँ 15 रुपियाँ डिडक्ट भयो यस गाइस अहिले चाहिँ हामी अराउन्ड फेवातालको छेउमा आइसकेको छौँ अब चाहिँ के कसो हुन्छ सो भ्लग एकदमै मान्छे चाहिँ एकदमै प्याक देखिरहेको छ सिनारी छ अहिलेको होइन दिदी अनि सो अहिले चाहिँ एकदमै फुटबल लागिरहेको छ है त यो एरियामा चाहिँ स्पेसली भन्नु पर्दाखेरि चाहिँ एन्ड या यु क्यान सी दि भ्यू अफ हियर यस्तै छाता चाहिँ चाहिन्छ भने प्लिज कन्ट्याक्ट अस है ऊ यहाँ हो उहाँले चाहिँ बेच्नुहुन्छ कि गाइस बाइ द वे मेरो पसल छ छातावाला गाइस वेदर वाज टु गुड है त नाइस यु क्यान सी यस्तो चलिरहेको छ यताको वेदर
गाइस अहिले चाहिँ हामी लेक साइड घुम्दैछौँ है त है दिदी एकदमै चिसो अहिले हावा चलिरहेको छ अनि सो या यु क्यान सी द वेभ अफ वाट एकदमै चिसो अहिले हावा चलिरहेको छ गाइस यस्तो वेदर हेलो नमस्ते ठुलो मम्मी गाइस हामी आरती हेर्न आएको छौँ भएका थिएन दिएको छ दिस इज आरती होइन अब चाहिँ हामीहरू निस्किन गइरहेको छौँ किन भन्छ अलिकति हाम्रो चाहिँ ढिलो भइसक्यो त्यस्तो स्थिति चाहिँ देखिसक्यौँ आज गाइस अनि अलिकति अब हामी चाहिँ होटेलमा पनि एट लास्ट छिटो पनि पुग्न पऱ्यो एन्ड फर द्याट अब चाहिँ हामीहरू निस्किन गइरहेको छौँ अनि अलिअलि हाम्रो फेरि अझै कामहरू पनि छ प्याकिङहरू पनि गर्नुपर्ने छ Guys, we are here right now. हामी हरी बिरयानीमा जाँदैछौँ हैदराबादी नमस्ते विकेश दाई के भन्न चाहनुहुन्छ अनि यहाँबाट किन जाने यहाँबाट त्यही पसमा घान्दुक जाने ए घान्दुकदेखि खानु खोइ